हाम्रो गाउँको डाँडा यहाँ चाहिँ हामी रोटी पिङ बनाउन लागिरहेका छौँ। अहिले ठ्याक्कै हामी केटाहरू सबैजना जङ्गलतिर लागिरहेका छौँ। म चाहिँ यहाँ पुरा खाना बोकेर हिँडिरहेको छु। केटाहरू रेडी भइसकेका छौँ होइन तत्त्व लगाएर लिनलाई। के अरे के बोक्नु रहेछ केटा हो? खम्बा लिन लाग्यो नि त? खम्बा रोटी पिङको खम्बा लिन भने रेडी भइसकेका छौँ। अब हामी जाँदैछौँ है। यहाँ भाइहरू पुरा आम्बा टोकिरहेको छ यार होइन। गाउँतिर आइपुगिसक्यो हामी वनमा आइपुगिसकेका छौँ। ठुलो मात्र हो कि भाइहरू टोकिरहेको छ पुरा यार अम्बा यार। ल एक बाइट हानौँ न बबाल छ नि त। ल यार केटाहरूले अम्बा खाए है। ल जाउँ बल्ल बल्ल जङ्गलमा आइपुग्नु लागिरहेको छ यार हामी होइन त। अम्बाहरू चाहिँ त्यहाँ तल चाहिँ रहेछ। यार पाकेछ र त्यो अहिले हामीले बनाएको यहाँ मुनि के थियो अरे ग्राउन्ड थियो नि त। यहाँ मुनि ग्राउन्ड बनाएको थियो। ग्राउन्ड टोटली पुरा यस्तो भइसकेको छ। यी जङ्गलै जङ्गल भइसकेको छ। टक्क अब हामी चाहिँ जङ्गलको एरियामा पुग्नु लागिरहेको छ। केटाहरू यहाँ अम्बा खान लागिरहेको छ। यी भाइहरू होइन टक्क लगाएर यस्तो पाराले छ। गाउँको यो रोड हामीले नि लिएर आएको हो कि सट्ट लगाएर। त्यहाँ पछाडि त्यो पोल मरण घाटसम्म चाहिँ हामीले बिजुली बत्ती जडान गरेका छौँ। चट्ट लगाएर भ्यूहरू चाहिँ यस्तो दामी देखिन्छ हेर्नु। केटाहरू यहाँ पुरा अम्बाहरू खाँदै हिँडिरहेको छ केटाहरू यार। हेलो हाई गर्नु न यार केटाहरू यार यसो होइन। लाइक सेयर कमेन्ट्स बढी होस् भन्नु र यार टक्क लगाएर। यत्रो केटाहरू छ अब खम्बा बोक्न सक्दैन होइन। तल चाहिँ हाम्रो साथीहरूले गएर चाहिँ रुख ढालिरहेको छ होइन। अब त्यो कानुनीमा त ढाल्नु त नमिल्ने हो तर के गर्ने दसैँको एउटा शोभा छुट्टै बनाउनको लागि चाहिँ हामीले ढाल्नै पर्ने स्थिति छ। त्यही भएर त्यहाँ चाहिँ हामी रोटी पिङ बनाउने स्थितिमा चाहिँ हामीले ढाल्नै पर्यो। ल ठ्याक्क आइपुगिसक्यो है। पानी त खाँदा सकिन लागिसकेको छ। अर्को पानी छैन यार होइन। ए भाइहरू त आइसकेको छ त यार तिमीहरू यार त्यहाँ बोलाइरहेको यार। ल ठ्याक्कै यस्तो यो उकालो टाइपको बाटो यसरी छ हाम्रो चाहिँ। यो तल्लो जङ्गलदेखिबाट यस्तो उकालो बाटो बोकेर आउनुपर्छ अहिले। अनि यहाँदेखिबाट सिधै डाइरेक्ट त्यो माथि बबाल छ। यो चाहिँ हिजो भर्खर फुलपातीभन्दा अघिल्लो दिन सफा गरेको यो बाटोहरू चाहिँ पुरा झाडी थियो यहाँ। हाम्रो बैरे भाइ चाहिँ अगाडि बढिरहेछ। अर्को टोली म लगाएर हाम्रो भाइहरू यहाँ यतातिर आउँदैछ यहाँ तल। टक्क अब दाउरा काटिसक्यो होला मिस्त्रीले होइन। हाम्रो लक्की भाइ हिरोहरू सबैजना जेन्जी टोलीहरू होइन त। जेन्जी टोलीहरू जङ्गल चाहिँ दामी छ। केटाहरू सबै ज्याङको ज्याग टोलीहरू छ। ज्याग टोलीहरू होइन जेन्जी टोलीहरू। यहाँसम्म यो चाहिँ मरण घाट हो। यो तलको चाहिँ मरण घाट। यहाँसम्म चाहिँ हामीले बिजुली बत्ती जडान गरेका छौँ होइन। यस्तो तरिकाले बनाएको छ चट्ट लगाएर। गाउँदेखिबाट झन्डै 3-4 किलोमिटर तल होला ठ्याक्कै ओह्रालो आउनुपर्छ होइन। त्यहाँदेखिबाट चाहिँ बल्ल यो चाहिँ मरण घाट हो। त्यहाँबाट यो माथितिर चाहिँ हाम्रो ठ्याक्कै मरेको मान्छेहरू जलाउँछ। ठ्याक्कै यस्तो छ भ्यू चाहिँ। यसो फोन गर यार चट्ट लगाएर हामीहरू जाउँ एकछिन यहाँ बसौँ होइन शीतलमा। यो हाम्रो केटाहरूले बनाएको यो चट्ट लगाएर दामी छ बबालै छ। यी भर्खरको जेन्जी टोलीहरू यो टोलीहरू बोक्ने हो अहिले त्यहाँ काटेर राखेको छ होला। चट्ट लगाएर यो बोकेर यो उकालो लगाएर माथि गाउँसम्म लानुपर्छ। ल अलिकति बल्ल घाम बल्ल त्यो छेक्यो यार कुहिरोले। यो माथि यो चाहिँ चियान डाँडा हाम्रो यो एरियाहरू चाहिँ हो सबैजनाले। केटाहरू हिँड्दा छ टक्क लगाएर। खोइ त यार अर्को ठिरमा खाना चाहिँ भाइहरू यहाँ नि काट्यो हो। अब तलतिरै काट्दैछ होला टोलीहरूले। हामी जङ्गलमा प्रवेश गरिसकेका छौँ होइन। जङ्गल चाहिँ आइपुगिसकेका छौँ। अब तलतिर काट्दै होला टोलीहरूले।
अर्को टोलीहरू यहाँ माथिबाट आउँदैछ जस्तो लागिरहेको छ। जोस् रमाइलो हुन्छ केटाहरूसँग। आफू त बोक्नु पर्दैन, के गर्ने चट्ट लाएर अलिकति, किनकि अलिअलि बिरामी थिएँ कि त्यही भएर है गाइस। नराम्रो चाहिँ नसोच्नु होला होइन। यहाँ आइपुगिसकेको छ, सबसे लास्टमा चाहिँ मै छु। त्यहाँदेखिबाट चाहिँ यसरी जङ्गलमा हिँड्नुपर्छ। आफू खासै जङ्गलमा हिँड्ने त्यो पनि छैन होइन। यसरी टक्क लगाएर यो चप्पल र कटु लगाएर हिँडिरहेको छु। अनि अब चाहिँ हामी झन्डै पुग्न लागिरहेका छौँ। खै मेसिन कराएको आवाज पनि सुनिरहेको छैन क्या अहिले। अब यो मेसिन कराएको आवाज आइपुग्यो भने टक्क लगाएर यो च्यान डाँडा एरियातिर चाहिँ च्यान भएको एरिया चाहिँ मलाई अलिकति डर लागेको जस्तो फिल हुन्छ कि होइन। त्यही भएर अलिकति छिट्टै अगाडि चाहिँ जाम के भन्ने सोचिरहेको छु। अगाडि हिँडिरहेको छु, म यता छु है गाइस। तपाईँहरूले चाहिँ अब ठ्याक्कै अहिले हामी पुग्न लागिरहेको छ त्यो के अरे चाहिँ रुख ढालेको ठाउँमा, जुन चाहिँ मैले अघि नै भनिसकेको थिएँ तपाईँहरूले रोटिपिङको लागि बडा दसैँ 2082 साल होइन। त्यसको लागि चाहिँ चट्टा हामी पुग्न खोजिरहेका छौँ होइन। यस्तो छ क्या जङ्गल चाहिँ हेर्नु। मलाई त्यस्तै लागिरहेछ, छैन कि जस्तो लागिरहेको। त्यस्तै लाग्यो, तुलतिर छ कि जस्तो लाग्यो। सोध्नुपर्छ क्या फोन गरेर, त्यही भएर न यो साइडतिर पो गयो कि हो यार होइन। फोन गर न भाइ, नम्बर छैन कोहीसँग? सानलालाई पनि फोन गरेर हेर यार एकचोटि यार। त्यही त भनेको यहाँ न यता पातलमै पुग्यो भने त हामीले अलि सक्दैन होला। मलाई त्यस्तो लागिरहेको छ। त्यही त अब त्यो एरियादेखिबाट अब हाम्रो केटाहरूले पुग्न सक्दैन भन्ने कुरा हो। भएको जेन्जी टोलीहरू छन्। अनि अब योहरू चाहिँ टोटली रुखहरू हो कि होइन। साल पनि छ, सल्लाह पनि छ, मिक्स छ। अनि अहिले हामीले चाहिँ बनाउन लागेको चाहिँ सालको रुखको। हामीले जङ्गलमा रोड त पुऱ्याइसक्यो, तर के गर्ने, बल्ल साउन्ड आएको छ रुख काटेको ठाउँको। बल्ल पत्ता लगाइरहेको छ, बल्ल अब हामी निस्किरहेछ। कोही भाइहरू यहाँ टक्क खाना बोकिरहेको छ। हुँदा जङ्गलको कोही भाइहरू पुरा अगाडि पुगिसकेको छ, कोही चाहिँ निस्किएको पनि छैन। हेर्दा हिँड्दा अब नहिँडेको धेरै भएर होला। हिँड्दा खुट्टै कामियो कि। यस्तो मान्छेले कहाँ पुग्न सक्छ होइन त गाइज। त्यही भएर अब तल लाग्दैछौँ होइन। यो जङ्गललाई चाहिँ आन्द्रा नेन भन्छ कि। आन्द्रा डाँडा हाम्रो भाषाबाट चाहिँ आन्द्रा नेन, अनि भन्न चाहिँ आन्द्रा डाँडा कि। यो त्योबाट चाहिँ आवाज आइरहेको छ। यस्तो छ यी जङ्गलहरू। टक्क हजुर देख्न सक्नुहुन्छ यस्तो टाइपको छ जङ्गलहरू। जङ्गलमा पनि रोड त पुरा पुगिसकेको छ, तर अलिकति पानी परेर अलिक चिप्लो छ क्या यस्तो। त्यही भएर बिस्तारै हिँडेर गइरहेछौँ हामी। झन्डै पातलै पुग्न लागिसकेको छ। मैले केही समय अगाडि एउटा सानो भिडियो हालेको थिएँ नि हजुरहरूलाई। आलिचुघाङ डाँडा त्यो माथि होइन। यो चाहिँ तलको बाटो, जङ्गल हिँडिरहेछौँ हामी। पातलतिर पुग्छ यो बाटोबाट चाहिँ। यो बाटोबाट चाहिँ पातल भन्ने ठाउँ पुग्छ। त्यहाँ चाहिँ प्राचीन कालमा हामीले खोला तर्नको लागि चाहिँ एउटा झोलङ्गी पुल हालेको थियो। त्यहाँसम्म चाहिँ सायद पुग्दैन होला। सम्भवतः भयो भने नेक्स्ट भिडियोमा अवश्य देखाउनेछु। अहिले चाहिँ बाटो यस्तो छ अवस्था होइन। यो रोड लगेको म्यापिङको हिसाबले, तर अलि अवस्था चाहिँ खत्तमै छ, भइरहेको छ होइन। रोड चाहिँ लगेको छ, रोड नक्सा चाहिँ खोलेको। जोस् हिउँदमा बाइक चाहिँ चल्ला, तर त्यो चाहिँ गर्न सक्दैन जस्तो लाग्यो अलिकति। ठ्याक्कै यहाँ तल रहेछ। ल केटाहरू यहाँ तल रहेछ है। यहाँ तल चाहिँ ठ्याक्कै रहेछ। ठ्याक्कै बाटोमै। जोस् यतातिर चाहिँ अलिकति बोक्न लाग्यो, रोडै छ, बोक्न सक्छ होला। अर्को चाहिँ अलिकति सक्दैन जस्तो लाग्यो। हालत हेर्दाखेरि यहाँ केटाहरूले बोक्न सक्ला जस्तो देखेन मैले चाहिँ। टक्क हाम्रो केटाहरू चाहिँ यहीँ रहेछ।
पुरा रुख ढालिसकेको छ है चट्ट लगाएर ल ल जमजम केटाहरू जाउँ बल्ल बल्ल पत्ता लगायो भने त हामीले यो पारी चाहिँ ठ्याक्कै सिउरेनी भन्ने ठाउँ हो त्रिपुरा सुन्दरी पर्छ सुन्दरा भन्छन् त्रिपुरा सुन्दरी यस्तो छ बाटो खत्तम है बिचरा टोलीहरूलाई भोक पनि लाग्यो होला यार होइन खोइ तपाईँहरूले मोबाइलहरू ल्याउनु भएको रहेछ यार कन्ट्याक्ट गर्नै सकेन त यार ढिलो भयो है हजुर त्यही त है यत्रो यत्रो खम्बा काटिसकेको छ हाम्रो केटाहरूले मेसिनवाला उहाँ हुनुहुन्छ त्यहाँ लगभग उहाँले चाहिँ काट्नु भएको मेसिन चाहिँ होइन हाम्रो धनी मास्टरको भाइ हाम्रो केटाहरू चट्ट लगाएर पानी पिइरहेको छ डेन्जर त्यो भइरहेछ यो चाहिँ खम्बा हो दाइ ए बोक्न सक्छ केटा हो देखिसक्यो मैले बोक्न सक्छ यो सक्छ एकदम बोक्न सक्छ होइन कुन चाहिँ हो खम्बा कुन चाहिँ हो दाइ ए ल यो चाहिँ टक्क लगाएर बनिसकेको छ यार बब्बाल है सुसिरो कटिङ भइसक्यो रहेछ यार पानी तिर्खाएर बसिरहनु भएको रहेछ यार बिचराहरू यार हाम्रो केटाहरू भर्खर आइपुगिसकेको छ हामी पनि आएको छ यहाँ पसिनै पसिना चुलचुल भएर त्यहाँतिर चाहिँ यो चाहिँ कैँचीको लागि त्यहाँतिर चाहिँ मिस्त्री हुनुहुन्छ उहाँ चाहिँ होइन यस्तो छ अनि केटाहरू यस्तो छ है यो चाहिँ दसैँको रोटी पिङको लागि बनाउँदैछ हाम्रो केटाहरूले एकजनाले सक्दैन होला दुई दुईजना चाहिँ चाहिन्छ ठुलोको लागि है खाना हालिदिइरहेको छ बिचरा भोक लाग्यो यहाँ मिस्त्रीलाई बाबु त्यो टिफिन पनि छ है दाल र तरकारी त्यहाँ छ ल के दाइ तपाईँ खानु न यार भात पुग्छ कि अलिअलि खानु न यार भोला होला यार पहिला उहाँलाई मात्रै पुग्दाखेरि कति खानुहुन्छ होला यार सबै हामीले खाएर आइसकेको हो कि बरु अलि थपिदियो दाइलाई नै हालिदिनु भने हुन्छ कि चेक दाल चाहिँ छ दाल पुग्छ क्या बरु हाम्रो केटाहरूले बोक्न सकिसक्दैन होला यार यो यार टेन्सन भयो यार मलाई यार नाम खम्बा दे बिस्तारै यार भएको बल जति सबै जाँदा जस्तो छ यार यसमै बोक्दैन यार हाले यसमा एक लट बोकेर लिएर आएपछि त्यहाँ धनी मामा र त्यो हाम्रो को रे उजु अशोक बाबा मामाहरू दुईजनालाई यसो खबर गर ल जेन्जी टोलीहरू मात्रै छ यार जेन्जी टोलीलाई अब यो सक्छै सक्दैन भन्ने कुरा हो यार टेन्सन भइसकेको छ खाना आउनु पहिला खाना खाना मानि चट्ट लगाएर गइहालौँ जे गरे पनि अब यो चाहिँ यो तरकारी चाहिँ मैले खाइरहेको है तपाईँलाई अब मन पर्छ पर्दैन होला होइन त्यो हो दाल पनि छ खुर्सानी सुर्सानी के हाल्यो नि यहाँ नुन मसला त्यति हो तिमी खाएन ए ल भाइ अलिअलि मिलाइदियो नि त ल सबैलाई यही अलिअलि हान्नु नि त अलिअलि भाइ अशोक अलिअलि मिलाएर हालिदियो ल चेक है एउटा चाहिँ यहीँ खान्छ कि चम्चा पो बरु दुईवटा मात्रै छ यार होइन तपाईँहरू दुईजना भनेर लिएर आएको के खाउ ल ए रोमा अर्को टोलीहरू नै आइपुग्दैछ जेन्जी टोली आउँदैछ जेन्जी टोलीहरू बाबु यो बोक्न सक्दैन यार एमा ज्या सहरमा मैले सक्दैन अलिक होइन यो त फिजिकली फिट छ नि फेरि बल खेलेर बसिरहन्छ यो नि सक्छ के बल खेलेर त फिजिकली फिट हुन्छ नि अब हाम्रो लाउरे भाइ छ यार जस्तो सकिहाल्छ उसले ए केटा सबै तल भाइ तल सबैले मिलाइहाल्यो है भाइ हो एकछिन त्यहीँ हाल्यो एक पिस मात्रै त्यहाँ दुई पिस हाल्दैन यहाँ पनि एक पिस हालिदियो एउटा थप्दै एक पिस त्यहाँ हेर्न दिउँ त्यहीँ छ त होइन अर्को हो त्यस्तो हो भयो त्यो एक ठाउँलाई एकजनालाई हालिदियो त्यसमा टक्कलाई है खोइ त हाम्रो अमृत भाइहरू खोइ बरु मनन घाटसम्म बोक्दा हुन्छ भाइ एकछिन
है यो पछि चाहिँ हामी त्यो अलि सानो जस्तोहरु चाहिँ यो बोक्ने अर्को त्यो ठुलो बोक्ने ए हो त्यो पनि हो ल जे गर्दा हुन्छ हो बाबु रेसम आऊ ल खाम दाइ तपाईँ कुन चाहिँ खाने हो जुन खाने खानु होइन बाबु तिमी यसमा खाऊ ऊ जुन जाऊ त्यही चम्चाले खाऊ पानी धेरै छैन नि बाबु यार अर्को पानी लिएर भनेको झिङमै बाबु साइनालाई एकचोटि फोन गर न आउँदाखेरि पानी लिएर भन न एक बोतल आउँदैछ भर्खर भैँसी लिएर रहेछ ऊ पनि खाना आउँछ भनिरहेछ जेन्ची टोली हेरौँ ल आमा बाबा छ यहाँ टोली हेरेर हेर्नुमा बबल छैन त भाइ सक्छ होइन ए हेलो दाइ शीतलमा बसी खानु न यार पानी अलिक कम भयो क्या मैले 2 बोतल ल्याउँछु भनेको यार चुमा चाहिँ माथिबाट ल्याएको भाइहरूलाई बोकाएर बिचरा यार हाले मोबाइल ल्याएन तिमीले साइनललाई फोन गर त पानी लिएर भन हो र कसैको सानोवाला टुटुके मोबाइल छैन तल झारिदिनु त ओइ केटाहरू ओइ यो तल झारिदिनु पऱ्यो रे हेर्छु ल यहीँ तल झारिदिनु न ल जम्मा जाने रेन्ज हुन्छ एक सरल धराइदियो त भाइ हाले मिलन त्यो चाहिँ उही पनि हेमचुरी अलिअलि सबैजनाले एकचोटि बल गरेर सबैको हुन्छ क्या भाइ उठा न यार झिउँ भाइ ल केटा यहीँ तल क्या बाबु यहीँ तल केटाहरू खाइराखेको छ होइन यहाँ भाइ पुरा अल्छी भइसक्यो यार यहाँ पनि टिसिम यार मिलन भाइ यार अल्छी भइसकेको छ ए रिउमे यार फिल्ममा यार यो अलि उठाउनु बाबु यार बाबु सुन न ल त्यही त ल रिउमे यार अलि यार ल चट्टो लगाएर चिकचिक है हात बिस्तारै है फेरि रिउमे यार यार ल है बरु हात खुट्टाहरू चिप्लाइ बिस्तारै ल बिस्तारै बाबु बिस्तारै ल ल कसले छेउ कसले छिरमा बिस्तार हो त्यस बिस्तार ताना यार बिचरा केटाहरूले यार यस्तो बल गरिरहेको छ यार हाम्रो जेन्जी टोलीहरूले पुरा बल गरिरहेको छ यो एउटा जेन्जी चाहिँ पुरा हात हल्लाएर बसिरहेको छ यार बिस्तारै बाबु बिस्तारै ओइ बाबु खुट्टा त्यसै गर है बिस्तारै सटलक्क लाग्नुपर्छ केटाहरूले बोक्न सुरु गर्नु राखिसकेको छ यार हाम्रो भाइ यार तिमी यार छेप्पो गरे यारले यार यो पनि छेप्पो गर्न यार ल केटा हो है जम्मा चाहिँ उजु क्रखुहरू जस्तो ल्याएन भने यो सेउलाहरू राखेर है काँध फेरि पुरा खाला जान्छ प्लाप्लुत होइन केटाहरूले पुरा यसो गरिरहेको छ यार बिचरा बोकिरहेको छ दुईजनाले ल कसले बोराले बिस्तारै लिएर आऊ है नाम्लाहरू पनि लिएर आऊ चट्टो लगाएर गरेर जानुपर्छ एकदम ओइ राउन पार्टनरमा चुच्दै हेम पार्टनर चुच र सबैजना जाऊ सबैजना बरु 2-2वटा गरेर बोकेर लैजाऊ होइन भाइ
भत्काइ चाहिँ नभन्न यार हो ल ल सिंहदरबार जला जस्तो हो त है तर हामीले जला चाहिँ होइन है फेरि हामी सबसे लास्टको बोक्छु जुन पछि मैले बोक्न सक्दैन डेन्जर बोक्छ हाम्रो बोस फिगो खलाको बोस दुईटा बोकिदिन्छु म त त्यो एकजना जाउँ न यार लाउडीसँग आउनु एउटा लाउडीसँग आऊ बाउ बिस्तारै बिस्तारै ल खोलेले पऱ्यो हो गुड यार ल यार दुईजना गयो ल बाबु आऊ तल अर्को चेन्जको लागि हिँड्दा पनि हुन्छ कि अर्को साथीहरू नामले चाहिँ ठुलो बनाउनलाई चाहिँदैन मुला यहीँ होइन नाम्लो चाहिन्छ क्या अहिले यहीँ छोड्दा हुन्छ कहाँ हराउँछ खल्ची भयो दा यार कसले लाँदैन त्यही त म समातिहाल्छु नि हाम्रो भाग पुगेन भने हामी आउँदैन नत्र हो कसलाई हो र भाइ हाले तिमी रेस्ट गर एकछिन नत्र हेम्बे रेस्ट लए बाङ्गी गइसक्यो हो गइसक्यो नि ठुलो बोक्न हो केटा दुईजना गरेर जाऊ सबैजना हामी दुईजना त्यहाँदेखि मुरा तानेर ल्यायो यार गाह्रो छ ए मिलन र म उतै बोक्छु मिलन र म उतै ठुलो अहिले यसमा पर्छ अनि बल्ल थाहा हुन्छ यार हेर्दै बस्न मिलन र म बाबु एक्लै बोक्न सक्छ के त्यो साट्नको लागि हिँड्नुपर्छ मान्छे जाउँ त सार्नु पर्छ नि त पाल गरेर त्यही त मैले पनि त्यही भनेको क्या ल जाउँ नत्र उ त्यो एउटा बाँकी छ त अझै त्यो त उतै रिटेल ए ल ठक पनि न ठक चाहिँ न ए यति होइन त लगेर जान्छ बरु ल ठिक छ बिस्तारै लाने बरु यो बसेर लगोस् न हो ठिक छ यति जेन्जी टोलीहरू यति जानु परिसकेको छ होइन लाले हो त तिमीले भाडा उठाउ त यहाँ प्याक गरेर ल फटाफट ल तिमी जेन्जी टोली हो यार भत्कानी बिगारे नि मिलाए नि सब जेन्जी टोली गर्ने हो नि भाइ ल चट्ट लगाएर केटाहरूले यस्तो दुःख गरेको छ यार चट्ट लगाएर ल यार गइसक्यो केटाहरू है माथि ठ्याक्कै गाउँको त्यो अघि मैले देखाएको ठाउँमा पुग्छ ग्राउन्डमा यहाँ बनाउनेसँग टक्क देखाउँछु म ढाड लगाइरहेछ गाह्रो छ यो खम्बाको लागि रेडी भइसकेको छ तपाईँले पुरै नलालेर पुरै मुनि काठा दुईजना कि उनीहरूको त बहुत सजिलो छ नि बाँस लिएर आउने ल्याउनै पऱ्यो भने बाँस लिएर अनि यति लाग्यो कि दुई एउटा उता एउटा पुरो कमला यस्तो टाइपको रुख
यस्तो पनि छ ठ्याक्कै यो बोकेर लानुपर्छ अहिले यार केटाहरूले अहिले चाहिँ अब ठ्याक्क हुँदा हुँदा हामी च्यान डाँडामा आइपुगिसकेका छौँ के खालो खाल्छ नि खालो नि यता अब अर्को खाँबा ढाल्नलाई हामी हिँडिरहेका छौँ खोज्दै होइन जङ्गल हन्टिङ हानिरहेका छौँ चट्ट लागेर यसो ब्लग त के हो नि हो र यसो हल्का टोलीहरूले त्यही त नि यो चाहिँ हाम्रो च्यान डाँडा हो कि हेर्नु टक्कलाई यसरी च्यान बनाइराखेको हुन्छ होइन यो च्यान डाँडामा चाहिँ अलिकति आउन पनि डर लाग्छ मलाई चाहिँ टक्क लगाएर यहाँ टोलीहरू यतातिर अब आइपुगिसकेको छ त्यो हेर्दैछ होइन कुन चाहिँ काट्ने भनेर हेरिरहेको छ एउटा मेसिन रहेको छ यो चाहिँ ठिक रहेछ यार कुन चाहिँ यो काबे होइन यो काबे ठिक रहेछ यो काबे चाहिँ हामीलाई लगाएको चाहिँ हाम्रो यहाँ मिस्त्री टोली सट्ट लगाएर है म्यान होइन त बाबु कहाँ लगायो नि त यो रुख लगाएर लगाइरहेको छ हामी यो काट्न लागि यो काट्न लागि हो हो भनेपछि काबे यो माथि सिरान पो रहेछ जुन चाहिँ राम्रो हुन्छ त्यही काटौँ यहाँदेखिबाट ठ्याक्क त्यो माथिको डाँडा पुग्नुपर्छ हामी चाहिँ बोकेर यो ठ्याक्कै यो माथिको डाँडा पुग्नुपर्छ होइन चट्ट लगाएर अर्को चाहिँ यता एउटा यहाँ तल छ खामाहरू योहरू चाहिँ चिडियाहरू है यस्तै होइन यसो हल्का हाम्रो विदेशमा रहनुहुने दाजुभाइहरूले यसो हेरोस् भनेर के चट्ट लगाएर हाम्रो युवा केटाहरूले चाहिँ चट्ट यहाँ अलि दुःख गरिरहेको छ बडा दसैँलाई शोभा दिनको लागि यता के अरे अर्चलेदेखिबाट हाम्रो कुमार सर आउनु भएको छ चट्ट लगाएर यसो हेरेर यसो हल्का भनिदिनु पऱ्यो के कुरा के ल यो ढालेको भिडियो पनि राख्छु है त जेन्जी टोलीहरू तल भागिरहेको छ यी बोक्नलाई जेन्जी टोलीहरू कोही यतातिर छ यहाँ चाहिँ अब हामी रेडी भइरहेका छौँ यो रुख काट्नलाई रेडी भइरहेको छ यो काबे रुख काट्न रेडी भइरहेछ ल हिँडिसक्यो होला रेडी भयो होला हामी फेरि यताबाट आउँछौँ हान्नु भने हुन्छ ल हामी आइहाल्छौँ के अनि त्यस्तो बित्यो होइन मेसिन स्टार्ट गरिरहेछ हाम्रो ढलिसक्यो अब हामीले चाहिँ
बन्चर तपाईँ मलाई दिनु भएन तपाईँले मलाई दिनु भएन जेजी टोलीहरूले यत्रो ल्याइसकेको छ यो खा अब एउटा यी जेजी टोलीहरू चट्ट लाएर ल उचाल्यो फटाफट गइहाल्नुपर्छ ए फेरि भाइ यस्तो नि लिएर फेरि माथि गएर अर्को बोक्नलाई चाहिन्छ ल मिल्थि नागो पालो ल सबैजना मिलाएर घाट चट्ट लाएर यी यत्रोजना केटाहरू छ टक्क लाएर सब जेन्जी टोलीहरू होइन बवाल छ हाम्रो गाउँ केटाहरू रोमा एकछिन जान्न भन्दै ल मेन मिस्त्री यहाँ छ हाम्रो मिस्टर रामलाल तामाङ उदय यो कुकुर भने लगाउनु भने हुन्छ बाबु उयो बोका त माथि लगाएर देऊ के बाबु युकेश यो है रेडी अप लो केटाहरूले यार खतरा पुगेछ यो बाटो त हुँदैन होला कसले आले कसले बिचमा छ भाइ बिचमा छिट कोही हामी बिचमा छिट हो त्यहाँ छिट गुड ल ओ एकपट्टि जाँदाखेरि हो ल बाबु यो बोका तिमी छोडिदेऊ त्यो
केटाहरूले बोकेर लैसकेको अवस्था छ हैन। अब यो चाहिँ माथि गाउँको ग्राउन्डमा हुन्छ टक्क लाएर तल फाल्न लागिरहेको छ केटाहरू दुईजनाले। हाम्रो साइला र बाबुले यहाँ यता तल रोडमा चट्ट लाएर यो अर्को खाँपा हो। अर्को खाँपा त लैसकेको छ केटाहरूले। अहिले चाहिँ अर्को खाँपा लान खोजिरहेको छ, कोसिस गर्दैछ केटाहरू। चट्ट लाएर तल फाल्ने कोसिस गरिरहेको छ हैन। माथिबाट धर्नुपर्छ कि बिस्तारै बिस्तारै। कोसिस त गरिरहेको छ तर हल्लाउन नसकेको छैन केटाहरूसँगले। दुईजनाको अलिक बल पुगिन छ यार। रमा ल गुड है, बिस्तारै है, भोलि माथि टल भागिहाल्ने प्लुत्त जाने साथ। ल गयो गयो गयो। है सलल गइरहेछ, एनाकोन्डा जसरी गइरहेछ। कसले पितो ल गयो गयो। ल यस गुल्टे क्या हो, तल झऱ्यो कि कहाँ गयो? ल तल पुग्यो। अब ठ्याक्क लाग्यो, झरिसकेको छ। अब हामी तल जाँदैछौँ। के भाइ? ओइ तिमीले त बाँड्नुपर्छ क्या। होइन धेरै चलाउनु हुन्न त्यस्तो, हात हाल्ने इन्फेक्सन हुन्छ। होइन होइन बाँड्नुपर्छ। मैले त बाँडिरहेको छु यार, त्यो भन्ने कुरा हो होइन। टोलीहरू अब यो दाउरा चाहिँ यहाँ तल झरिसकेको छ सायद। ए झरिसकेको छ, ल झरिसकेको रहेछ त्यता भित्र होइन। चट्ट लाएर तिनजना छ। एकदम मलाई पनि त्यस्तै लाग्यो यार। काठ चाहिँ जम्मा 3000 चिरेको है गाइस। अब यो चाहिँ अब हामी व्यक्तिगत केटाहरूले या कोषबाट चाहिँ हामी दिने निर्णय गरेको छौँ हाम्रो कुमार सरलाई है। ठ्याक्क लाएर है के भयो? खजु ए फेरि आतिरहेको यार। म पनि ठ्याक्कै यसो हेर्दाखेरि त यहाँ यसले फेरि त्यहाँ बाख्रा चलाइराखेको थियो होइन यो केटाले। के यो म्यानले यहाँ त्यो गयो भनेर बाख्रा चिप्यो भनेर त्यो भइरहेको थियो ठ्याक्क लगाएर होइन। त्यहाँ चाहिँ गोठाले केटाले यस्तो गरिरहेको छ कि अब यहाँ यसरी चलिरहेको छ है गाइस। हेर्नुहोस् चट्ट लगाएर दसैँ तिहारको शोभा बढाउनको लागि हामीले रोटी पिङ यसरी चाहिँ बनाइरहेको छ। यस्तो दुःख कष्ट हुन्छ कि हेर्नु तपाईँहरूलाई होइन। चट्ट देखाइरहेको छौँ हामी। जब रोटी पिङ माथि गाउँको डाँडामा पुरा तयारीपूर्वक हुन्छ म तपाईँहरूलाई त्योसम्मको भिडियो देखाउने छु। टक्क लगाएर जाइरहेको छ केटोले होइन, देखिरहनु भएको छ नि होइन गाइस। बाख्रा पनि छेउछेउमै छ यार। ओइ बिस्तारै चढाइ बिहान। हुन त यो फेरि सिङ्गलै हो, अब हामी चाहिँ अलिक डबलै भइरहेछ होइन बिहान, होइन त? हामी त्रिपल चौरल भइसकेको छ, यो मान्छे चाहिँ सिङ्गलै हो होइन। ठिकै छ, के गर्नु पर्दैन। एक्लै सक्दैन जस्तो लाग्छ यार, एक्लै नसक्ला जस्तो यार। ल यसो हल्का सपोर्ट गर्नु पऱ्यो तलबाट तानेर, यसो हल्का दिमाग लाउनु पऱ्यो। बुद्धि लगाएर दिमागको इस्तेमाल गर्नु पऱ्यो केटा हो। हल्को छेउमा बल्ल सक्यो ल केटाले। अहिले चाहिँ कुनै अलिकति डेक चाहिँ सारेको छ यार। ठ्याक्कै मैपट्टि आउँछ क्या हो। फाल्यो यस म्यान यस। खै अझै सकेन यार, यो भएन यार, अलिक भएन यार म्यान छ यार। ल नै बाबु त्यो तलबाट तान्दियो यार, भ्ल्याट्टै आउँछ त्यो। ल खजी ल आइपुग्यो। ल खजी भने चाहिँ यो चाहिँ सुडानी ल्याङ्ग्वेज हो होइन। चट्ट लाएर
झुकिन्छ है। ल ल आइपुग्यो ल। ओ रोममा के बित्ति बोलियो हो, कहाँ अड्केको छ यो? एजे नै भले चाहिँ उइमे है। ल ल बाबु छोटे। यस म्यान। ल ठ्याक्क सकेको छ। टक्क लास्टमा सुपरम्यानले चाहिँ निकालिसकेको छ होइन। अब यहाँ केटाहरूले यसलाई चाहिँ अब खावाको रूपमा तयारी गर्न खोजिरहेको छ हाम्रो केटाहरूले। निकै दुःख छ, दसैँ त्यतिकै मनाइँदैन। दसैँमा जुठो परे पनि अब तपाईँको चाहिँ हामीले अलिकति छुट्टै तरिकाले चाहिँ दसैँ मनाउने कोसिस गरिरहेका छौँ। त्यसको लागि हाम्रो लामीडाँडा युवा क्लब, सिंहदेवी युथ क्लबका केटाहरू, जेन्जी टोलीहरू सबैजना लागि परेका छन् यसरी नै होइन। बबाल छ त गाइज। जेन्जी टोलीहरू यहाँ अर्को खामा पुगेर आएपछि चट्ट लाएर यो चाहिँ हाम्रो लास्ट पिस हो। अर्को चाहिँ हामीले सब पुऱ्याइसकेको छ। हाम्रो यी जेन्जी टोलीहरू, हाम्रो भाइ इष्टमित्र साथी दाजुभाइहरू होइन चट्ट मिलाएर अब चाहिँ यहाँ अब यो लास्ट पिसवाला चाहिँ यो खाबो चाहिँ अब हामीले माथि लाँदैछौँ होइन। जे जस्तो भए पनि अलिकति अब गाह्रै भए पनि अप्ठ्यारै भए पनि बिचरा केटाहरूले आफ्नो कारलाई एकदम रातो खालै जाने गरेर पनि माथि गाउँको डाँडासम्म पुऱ्याइरहेको छ। त्यही भएर होइन हजुरहरूले यतिको दुःख हुन्छ होइन। यहाँ हाम्रो भाइहरू छ होइन, सबैजना कोही काठमाडौँ बस्ने, कोही धादिङ बस्ने होइन, पढ्दै गरेको टोलीहरू +2 क्लियर गरिसकेका सबैजना होइन। एउटा भाइ चाहिँ लाउडे छ अनि अब सबजना चाहिँ अब काम गर्ने टोलीहरू छन् होइन। चट्ट लाएर है दामी छ एकदम। सकेसम्म यो भिडियोहरूलाई धेरैभन्दा धेरै लाइक शेयर सब्सक्राइब है त्यो गरिदिनु होला, कमेन्ट गरिदिनु होला है त गाइस। अब केटाहरूले उठ्ने तयारी गरिरहेको छ, उठाउने तयारी गरिरहेको छ चट्ट लाएर। ल बिस्तारै बिस्तारै उठाऊ है केटाहरू। सकेसम्म सबैजना एकदम सेफ्टी अप्नाएर है तरिकाले चढ्नु पर्यो। मैले चाहिँ अलिकति बोक्न मिल्दैन कि त्यही भएर बोक्न सक्ने अवस्था छैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ है अन्यथा चाहिँ नसोच्नु होला। पहिलाको टाइममा आजभन्दा 4-5 वर्ष अगाडि चाहिँ मैले पनि बोकेको थियो। अहिले चाहिँ म अलिकति असक्त भएको कारणले गर्दाखेरि मैले चाहिँ यो बोक्न सकिरहेको छैन। त्यही भएर है गाइस। ल ल सबैलाई रेडी भयो हो? ल रेडी हो भाइ? ल गुड यार। ल है बबालै भइरहेको छ, हाम्रो केटाहरूले बोकेको छ। ल जम्मेन ल एकदम अब केटाहरूले चाहिँ अब बोकेर त्यो भइसकेको छ होइन, बोकिसकेको छ। हाम्रो केटाहरू एकदम गटटै आइरहेको छ यार। म आफैले नै बोक्न सकिरहेको छैन। बबाल छ यार। जोस धेरै नै रमाइलो भइरहेको छ। यो पालिको वर्ष 2082 सालको बडा दसैँको सबैजनालाई मङ्गलमय शुभकामना। त्यसको साथसाथै हाम्रो केटाहरूले तीसम्मको दुःख गरिरहेको छ। अनि बडा दसैँलाई हाम्रो सिंहदेवी बोइज क्लबले यस्तो तरिकाले चाहिँ शोभा दिएको छ कि यो चाहिँ रोटी पिङ लगाएर एकदम धेरै शोभा दिइरहेको छ होइन। अब माथि जाँदैछौँ होइन। बाटो चाहिँ यस्तो छ, यो बाटो चाहिँ एकदम अप्ठ्यारो छ। यस तरिकाले ठाडो तरिकाले चाहिँ माथि जानुपर्छ। हाम्रो केटाहरूले लानु परिरहेको छ है। बाटो धेरै नै अप्ठ्यारो छ। बिस्तारै बिस्तारै है। ल ल ल दाइ अलिअलि सहयोग गर्ने सबैजनाले है। बिस्तारै बाबु। ए बिस्तारै बिस्तारै। केटाहरूले एकदम धेरै बल गरेर प्रयास ठाडै उकालो छ। त्यो भएको कारणले गर्दाखेरि अलि अप्ठ्यारो नै भइरहेको छ हाम्रो केटाहरूलाई है। बिस्तारै बिस्तारै। सबैजना माथि आउनु, माथि त्यहाँ बस। बिस्तारै बिस्तारै। काले भाइलाई जाउँ न, काले भाइलाई एकछिन बिस्तारै भाइ। घटना नआउन है, बिस्तारै आऊ बिस्तारै। स्लो तरिकाले बिस्तारै है। एकदम नै अप्ठ्यारो भइरहेको छ। बिस्तारै बिस्तारै भाइ बिस्तारै, छिटो होइन है।
बिस्तारै हाला काट्न हाला ल बिस्तारै बिस्तारै काट्नु त्यसरी नै खुसल्छ त्यसरी नै राजा एकछिन हाल काट्न बिस्तारै हाला गाह्रो भयो भने रेस्ट गरी है छड्के सुको राजी हल्के जाउँछ राजन चिरको जा क्याङको पुरा केटाहरूले एकदम तरिकाले बोकिरहेको छ हैन अब यतिको मैले पनि बोल्न सकिरहेन नछोड है बिस्तारै बिस्तारै सबैले हात लगाऊ अलिअलि यार सबैले अलिअलि भने हात लगाइदियो एकदम नै अप्ठ्यारो स्थितिमा छ हाम्रो केटाहरू होइन मेरो भाइहरू एकदम धेरै दुःख गरेको छ आफ्नो गाउँको लागि भविष्यको कर्णधार युवा केटाहरू मैले चाहिँ म आफै त एकदम सिङ्गलै हिँडिरहेको पनि एकदम स्यास्याको अवस्था छ तर पनि हाम्रो केटाहरूले बोकिरहेको छ बिस्तारै बिस्तारै अहिले कोलीले ६६ यार सबैजना एकदम के अरे चेपेर दर्दनाक स्थितिमा छ होइन बिस्तारै बिस्तारै उठाएर आऊ है अहिले गाइस म हजुरहरूलाई दृश्य देखाउने नै छु देखाइरहेको पनि छु होइन एकदम धेरै नै गर्मी अवस्था पनि छ त्यही भएर सकेसम्म चाहिँ यसो केटाहरूले यत्रो लोड बोकिरहेको छ माथि पुगिसके पछाडि म हजुरहरूलाई पुरा टोटल्ली देखाउने छु हाम्रो रोटिपिङ कुन अवस्थामा र कसरी बनेको छ भनेर है ल गाह्रो भयो भने बिस्तारै है चेन्ज गरेर है कसैलाई गाह्रो भयो भने चेन्ज भनेर गराउन बिस्तारै आऊ बिस्तारै आऊ ल केटा ल है जोस जाँदा छतमा आउनु पऱ्यो यार केटाहरू यार मोडहरूमा कोही केटाहरू अगाडि गएर मोडमा गुड केटा गुड अब धेरै टाइम छैन अब आइपुगिसकेको छ उकालो लगभग सकिन लगाइरहेछ है ल यहाँबाट चाहिँ यसो हल्का सहयोग गर्नु पऱ्यो पास गर बिस्तारै बिस्तारै बाबु है भइरहेछ एकदम कोही बाबु बिस्तारै नछोड है जुन तरिकाले आइरहेछ हाम्रो भाइहरू होइन कहाँ त ल मेन घुम्ने होइन नि तरिकाले बोकिरहेछ केटाहरूले बिस्तारै बोक बिस्तारै सर र आलेमा खो नातिकन है बिस्तारै यहाँ रेस्ट हो एकछिन यहाँ रेस्ट हो भाइ यहाँ रेस्ट हो किन केटा हो यहाँ रेस्ट गर्दा हुन्छ एकछिन खुट्टाहरू त्यो गर बिस्तारै राख है सबैजना अलि अगाडि लिएर हौ बिस्तारै राख ल बिस्तारै है ल ल गुड ल यार ल यति गरेर चाहिँ केटाहरू ल्याइसकेको छ यार खुट्टा गलिसक्यो होला म त्यतिकै त पुरा भाइ यार त्यो भइरहेछ यार गलेर हाम्रो साइला पुरा गलिरहेको छ यार साइला यार केटाहरू यार
अरू त गाह्रो हुन्छ हो काँधलाई चाहिँ कहिले यता घुमाउँछ कहिले उता घुमाउँछ कस्तो भयो भाइ बोक्दाखेरि कस्तो भयो रमाइलो भयो जोस केटाहरुसँग है भाइ कस्तो भयो भाइ काठमाडौँको बसाइ कस्तो थियो बिल्कुल हो बिल्कुल हो के छ भाइ कस्तो भयो ठिक छ तिमीले कतिको बोक्यो भाइ के भयो यार लाउरे भाइले यार एकदम बगालै भयो दुःख त भएको छैन नि होइन भर्खरको युवा केटाहरू भान्जा के छ भयो के भयो भन्नुपर्छ पसिनाले देखाउँछ हो आमा हाम्रो सालाले के भने यार सालाले यार के भने ए ल भाइले कुछ पाने के लिए कुछ खोना पर्ता है वाह वाह ल भाइ यार तिमीले के भन्नु पर्यो यार दसैँको टाइममा दामी है हो साथीहरु त्यो पनि अब गर्नै पर्यो कोही भन्दा युवाहरु हो केटा गर्नुपर्छ एकदम ल के सालो भाइ के छ ठिक छ दामी हो ल हाम्रो काली भाइ कस्तो लाग्यो एकदम रमाइलो बोकेर है थाके त छैन नि कस्तो लाग्यो यार मेरो भाइ सालो भाइ यारको यार धेरै गर्मी धेरै गर्ने हो भाइ कस्तो लाग्यो यार एकदम गाह्रो हो बोक्न सक्छ नि सक्छ ल अनि हाम्रो भाइ के छ यार हाम्रो प्लेयर भाइ हो यार कस्तो लाग्यो तिमीलाई यार रमाइलो अब त हो है अब ह्याप्पी दसैँ हो बल्ल ए हो ल यार हाम्रो म्यानलाई के यार ठेकदार यार ठिकदार लाग्यो दामी लाग्यो यार मेरो भतिजी यार एकदम गर्नै पर्यो अब के दामी लाग्यो है ल के छ यार बाबु यार दामी छ भएन हो है ल केटा सबैजना यही मौकामा एकचोटि चाहिँ यसो ओइ सबैजना यही मौकामा एकचोटि चाहिँ सबैजनाले चाहिँ भनिदिनु पऱ्यो नि त अनि ह्याप्पी दसैँ भनेर तुरा सबै ल ठिक छ ल बिस्तारै ल सबैजना ल भाइहरू पुरा रेडी भइसकेको छ होइन एकछिन रेस्टको पछि तरिकाले उठाइसकेको छ आमामा यार बबाल छ ल चेन्जिङको लागि आउनु पर्यो आइसे बङ्गमी यार आमारो केटाहरूलाई उकालोमा चाहिँ गाह्रै भएको हो ए यहीँबाट हो ल बिस्तारै यताबाट घुमेर जानु लाग्यो भने त रोडबाटै जानु लागिरहेको छ केटाहरू ल ठिक छ यस्तो बाटोमा हिँडिरहेको छ यार पुरा घारी छ बाटो चाहिँ होइन टक्क लगाएर एकदम बबाल्दी तरिकाले बोकिरहेको छ केटाहरूले अहिले चाहिँ यो चाहिँ हाम्रो अस्थायी रोड पछि गएर थाहै हुनसक्छ अहिले छेडीको लागि बनाएको यो रोडबाट चाहिँ केटाहरू खतरा तरिकाले हिँडिरहेको छ केटाहरू काँध दुख्या त छैन नि एउटाको मात्रै आयो यार फेट भएन यार अरूलाई दुख्या जस्तो छ यार नछोडौँ है केटा नछोड्नु भाइ ओइ सब केटा पछाडि गयो यार सबैजनाले काँधमा हालौँ ल कुशल भाइलाई नि चेन्ज हान न यार सबैलाई चेन्ज हान चेन्ज चप्पलहरू बोकेर आऊ चप्पलहरू रोमा यार मैले भिडियो गरेर हिँड्न सकेन यार केटाले मलाई भ्याइदिनु रहेछ भिडियो गरेर नभ्याउनु रहेछ पछाडिपट्टिबाट बिस्तारै त्यही त यार म त्यस्तै अवस्थामा पुगिरहेको छु यार जेन्जीको आन्दोलनमा टुरिस्ट दौडाएको छ त म पनि त्यसरी दौडिनु पर्ने स्थिति आइरहेको छ थाक्यो एकदम धेरै नै चेन्ज केटा चेन्ज है गाइज
रेस्ट नहाने हो रेस्ट पुग्ने त हो ल ल नो रेस्ट केटा हो रेस्ट नगर्ने रे जेन बाइले भनेर है फेरि जेन्जी चोलीहरूको त अब जल्दो बल्दो अवस्था नै छ होइन एकदम धेरै आमामा यार टोलीहरू यार म त यार यो जेन्जीको आन्दोलनमा त्यो टुरिस्ट भाइ जस्तो अवस्थामा भागिरहेको छु होइन तर पनि केटाहरूले पुरा भ्याइदिइरहेको छ अहिले नआउने अहिले है ओहो एकदमै भिड भइरहेको छ ल हेलो 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 खास गरी मलाई आउनुपर्ने यहाँ एकजना सिस्टर हुनुहुन्छ होइन उहाँ चाहिँ पुरा भिडियो खिच्दै हुनुहुन्छ चट्ट लाएर हेर्नु होला होइन घाँस काट्नेवाला हो कि फेरि है यतिको चाहिँ विचार गर्नु होइन घाँस काट्दा कस्तो भयो तपाईँलाई कस्तो लागिरहेको छ घाँस काट्दाखेरि गर्मी भयो केटाहरूले गरेको काम देखेर कस्तो लागिरहेको हो ल ल लागिरहेको छ अरे है ल ल टोलीहरूले लिएर आइरहेको छ यार त्यो त यार जोस जाँगर पऱ्यो केटा हो यार यतातिर चाहिँ ठ्याक्कै यो चाहिँ मेरो बारी यता गाउँको है फेरि अर्कालाई आजभोलि चाहिँ गाउँघरमा छु बडा दसैँ 2082 साल मनाउनको लागि आएको होइन र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमाबुबा सम्पूर्णलाई सम्पूर्ण जन्म सुस्वास्थ्य दीर्घायु तथा सफलताको शुभकामना व्यक्त गर्दै यहाँ हामी हाम्रो गाउँठाउँमा बडा दसैँलाई चाहिँ शोभा दिनको निमित्त हामीले आज फुलपातीको दिनमा जुन चाहिँ 8औँ 7औँ दिन र 8औँमा अष्टमीको दिनमा हामीले चाहिँ भोलि के अरे चाहिँ मार कार्यक्रम छ र त्यो दसैँलाई एकदम छुट्टै अनुभव तरिकाले चाहिँ हाम्रो गाउँमा मनाउनको निमित्त हामीले चाहिँ आफ्नै वनमा रहेको सामुदायिक वन मार्फत यो खाबाहरू अलिअलि रुखहरू काटेर के अरे चाहिँ रोटिपिङ हाल्ने कार्यक्रम गर्न खोजिरहेको छौँ र यसमा सबै भर्खरका युवा दाजुभाइ साथीहरूले एकदम धेरै नै साथ सपोर्ट दिनुभएको छ र म चाहिँ कसैको दाइ भतिज काका भएको कारणले गर्दाखेरि टोलीहरूले बोकिरहेको छ बुबाले रमाइलो आइरहेको छ जे होस् एकदम धेरै नै बोक्दाखेरि रमाइलो भइरहेको केटा हो केटाहरू यार बिचरा यार बोल्न नसक्ने अवस्थामा पुगिसकेको छ यार बिचरा कसैले रेहेम गरिदियोस् होइन बडा दसैँले यो युथ टोलीहरूलाई चाहिँ एकदम नयाँ सुरुवात र सफलताको शुभकामना दिउन् भन्ने मेरो पनि कामना सहित लामी डाँडा युथ क्लब सिंहदेवी बोइज क्लबलाई बडा दसैँको सफलताको शुभकामना भन्दै म माथि ठ्याक्कै एकैचोटि चाहिँ अब माथितिरको भिडियो देखाउँछु है त। यहाँ डाँडामा आइपुगिसकेको छ हामी चाहिँ ठ्याक्कै अब गाउँमा केही समयमा केही मिनटमा चाहिँ हामी गाउँमा पुग्न लागिरहेका छौँ। हाम्रो केटाहरू पुरा एक्सचेन्ज गरिरहेछ, चेन्ज गर्दै एक्सचेन्ज गर्दै हिँडिरहेछ टोलीहरू, एकदम धेरै मेहनती जेन्जी टोलीहरू होइन, सबैजना साथ सपोर्ट गर्दै एक्सचेन्ज गर्दै हिँडिरहेका छन् केटाहरू होइन। यतिको साथीहरू, यतिको युवा साथीहरू भयो भने चाहिँ जे होस् गाउँमा छुट्टै तरिकाले जोस जागर आउँछ, आउने रहेछ। यो अनुभव पहिलोचोटि मेरो भयो है। अवस्था छ ल, बिस्तारै बिस्तारै है। राखा चाहिँ पुगिसके जस्तो छ यार केटाहरूको यार। म्यान कसो भइरहेछ? म्यान एकदम बेहाल भइरहेछ। बबालै भइरहेछ? बेहाल पनि बबाल पनि हो, रमाइलो भइरहेछ नि। ल बिस्तारै बिस्तारै है सबैजनाले। हो ल ल, एक्सचेन्ज गरिरहेछ यार पुरा। यो पानी पानी ल्यायो ल्यायो
ए आमाहरू आबला छ होइन यतातिर चाहिँ अवस्था हिलो रहेको छ तर पनि हाम्रो टोलीहरू बोक्न भने छोडेको छैन। दबाईको चप्पलहरू निकालौँ गाइज। हिलो चाहिँ एकदम धेरै हिलो। यो एरिया नि बनाउनुपर्छ यार, पानी निस्काछन् यो भएन यार, ढल निस्काछन् पुरा हिलो हिलो। हिलोलाई पनि हिलो नभनिकन गएको छ टोलीहरू होइन त म्यान्स। हिलो नै हिलो भनेको छैन नि होइन। आम्मामा यार टोलीहरूले यार जोस जाँगर छ केटाहरूको है। अनि जेन गएको चाहिँ अवस्था कस्तो छ अहिलेको अवस्था? भोग लाएर खतम भयो क्या हो? ठिक छ, मेरो गाउँमा स्टनलाई खेतीहरू पनि भइरहेको छ। जे होस् बजार चाहिँ व्यवस्थित भइरहेको छ गाउँठाउँको। यो चाहिँ हाम्रो योजनामा, हाम्रो पहल, हाम्रो सिंहदेवी बोइज क्लबको पहलमा यो योजना परेको थियो, तारेबारको योजना। अहिले अब हामी यही समयमा हामी पुग्दैछौँ। यता केटाहरूले गरिरहेकै छन्। एकदम बवाल नै भइरहेछ, बवाल दामी दामी होइन त म्यान। टोलीहरू यहाँ कोही कोही भैँसी काटिरहेको अवस्था यहाँ चाहिँ राको काटिसकेको छ। ओहो तपाईँहरू आएछौँ होइन? नमस्कार कान्छी, नमस्कार श्यामा। आरामै ल ठिक छ ठिक छ। ल ल केटाहरूले यहाँसम्म ल्याइपुऱ्यायो यार, जे होस्। ल केटाहरूलाई बधाई तथा धेरै धेरै धन्यवाद। ल भ्याए त केटाहरूको जोस जाँगर अलगै छ, जे होस्। ल अबको हाम्रो अर्को योजना भनेको यो पहिलाको ठुटो र यो पहिलाको ठुटो निकालेर यहाँ चाहिँ हामी रोटिपिङ खडा गर्न गइरहेको छ है त। मेरो गाउँको चाहिँ प्रङ्गाड, यसमा चाहिँ हाम्रो टक्क लाएर रोटिपिङ राख्छ है त गाइज। भिडियो हेर्नु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। हजुर सुरु गरिसकेको छ। यो टक्क लगाएर ढुङ्गाहरू उतापट्टि सरिरहेको छ। कोही केटाहरूले यो पहिलाको चाहिँ खाम्बाको चाहिँ त्यो टुक्रा निकालिरहेको छ, कोही केटाहरूले त्यता चाहिँ काट चिरिरहेको छ होइन। बिस्तारै काम सुरु भइरहेको छ यहाँ, एकदम तरिकाले चाहिँ काम सुरु भइरहेको छ जोरदार तरिकाले। यो चाहिँ मेरो गाउँको दृश्य, माथि मार्पाक लामी डाँडा भन्ने गाउँ। मेरो घर चाहिँ अलिकति उता छ पारीतिर होइन। यो चाहिँ गाउँको डाँडाको प्राङ्गण एरियामा चाहिँ हामी अब छिटो नै रोटिपिङ हाल्न गइरहेका छौँ है त गाइस। हेर्नु होला केटाहरूले अहिलेसम्म राति राति पनि यस्तो मेहनत गरिरहेको छ यहाँ। अहिले यसलाई चाहिँ एउटा सेप दिइरहेको छ होइन केटाहरूले। यो तलबाट चाहिँ सिधा सिधा काटेर ल्याएको थियो, अहिले चाहिँ पुरा सेप दिइरहेको छ। बिचमा यता पाल पनि बन्छ होइन। यहाँ केटाहरू पुरा चाहिँ यहाँ टेकेर बसिरहेको छ। यहाँ हाम्रो हिँडे भाइ, यहाँ हाम्रो साइला, यहाँ हाम्रो केटाहरू यतातिर पुरा चाहिँ कामहरू गरिरहेको छ। कोही कोही केटाहरूले चाहिँ यता यसरी यो पाल पार्ने काम गरिरहेको छ हाम्रो भाइहरूले होइन। आफै मिस्त्री भइरहेको छ यहाँ हाम्रो केटाहरू।
यस्तो सिपालु होइन यस्तो यो जेन्जीको यो जेन्जीको टोलीहरूले कोहीले चाहिँ यो पोहोर परारसम्मको के अरे खाबा गाडेको यो चाहिँ ठ्याक्क अहिले चाहिँ मिलाउने कोसिस गरिरहेको छ चट्ट लाएर है तरिकाले गरिरहेछ एकदम दुःख कष्ट चाहिँ धेरै नै गरिरहेको छ केटाहरूले अब यसको प्रतिफल पनि राम्रै निस्कियोस् आओस् भन्ने कुरा हो होइन एकदम धेरै दामी भइरहेछ